अस्ट्रेलियामा सजिलै कसरी जब पाउन सक्नुहुन्छ, स्पेसल्ली स्टुडेन्ट हुनुहुन्छ, तपाईँहरूसँग वर्क राइटको लिमिटेसन्सहरू छ भने भन्नको लागि चाहिँ मैले यो भिडियो तपाईँहरूको अगाडि लिएर आइरहेको छु। हेलो एभ्रिवान, वेलकम टु आवर युट्युब च्यानल। यहाँबाट चाहिँ हामीले तपाईँहरूलाई एकदमै काम लाग्ने इन्फर्मेटिभ भिडियोहरू लिएर आउँछौँ अस्ट्रेलियाको लागि। एज यु नो, हामी चाहिँ अस्ट्रेलिया रिलेटेड काम गर्छौँ, स्पेसली भिजा, एजुकेसन, माइग्रेसन, जबको फिल्डमा छौँ र म आफै पनि अस्ट्रेलियाको रजिस्टर्ड माइग्रेसन एजेन्ट हो। लास्ट 3 इयर्सदेखि इन्टरनेसनल स्टुडेन्ट्सहरूलाई हामीले असिस्ट गर्दै आइरहेको छौँ। र तपाईँ अस्ट्रेलियामा हुनुहुन्छ र काम सजिलै खोजिरहनु भएको छ भने यो 10वटा कुराहरूमा तपाईँहरूले 10वटा तरिकाले चाहिँ जबहरू पाउन सक्नुहुन्छ। पहिलो भनेको चाहिँ अस्ट्रेलियन स्ट्यान्डर्ड रेज्युमे बनाउने। 1 पेजको हुन्छ, 1 पेजको रेज्युमे बनाउने, त्यसलाई प्रिन्ट गर्ने र तपाईँहरूले चाहिँ डिस्ट्रिब्युट गर्दै हिँड्ने। यसलाई चाहिँ वक इन भन्छ, डोर टु डोरमा जाने। तपाईँको वरिपरि के छ, स्पेसल्ली तपाईँ सिडनी जस्तो ठाउँ, मेलबर्न जस्तो ठाउँ, अलि नेपालीहरूको बाक्लो बस्ती भएको ठाउँमा जानुभयो भने चाहिँ त्यहाँ नेपालीहरूको रेस्टुरेन्टहरू हुन्छ, पसलहरू हुन्छ, त्यस्तो ठाउँमा गएर चाहिँ तपाईँले ह्यान्डओभर गर्नु सक्नुहुन्छ। उहाँहरूलाई भन्दा हुन्छ म चाहिँ नेपालबाट आएको हो, मैले चाहिँ जब खोजिरहेको छु, तपाईँहरूकोमा छ भने चाहिँ मेरो सिभी राख्नुहोस् र मलाई कन्ट्याक्ट गर्नुहोस् भनेर चाहिँ तपाईँहरूले। त्यो मात्रै होइन, क्याफे, रेस्टुरेन्टहरू तपाईँ हिँड्दै गर्दाखेरि तपाईँको लोकालिटीमा जहाँ छ त्यहाँ जब पाउनुभयो भने एक त तपाईँको ट्रान्सपोर्टेसन कस्ट पनि बढ्छ, उनीहरूलाई पनि के हुन्छ भने नजिकैको मान्छे छ, यसलाई काम दियो भने जति बेला पनि आउँछ भनेर इम्प्लोयरहरूले पनि प्रिफर गर्छ। त्यो भएर 1 पेजको अस्ट्रेलियन स्ट्यान्डर्ड रेज्युमे तपाईँहरूले बनाउने र दिँदै हिँड्ने। कस्तो खालको रेज्युमे बनाउने भन्नुहुन्छ भने हामीले टेम्प्लेटहरू दिइरहेको हुन्छौँ 1 पेजको रेज्युमे। त्यो चाहिँ तपाईँहरूले अब तल कमेन्ट गर्नुभयो भने तपाईँहरूलाई हामी इमेल पनि गरिदिन्छौँ, मेसेज पनि गरिदिन्छौँ। त्यो अनुसारले आफ्नो सिभी बनाउनुहोस् र तपाईँले डिस्ट्रिब्युट गर्दै हिँड्नुहोस्। त्यो भयो हाम्रो पहिलो। दोस्रो भनेको त अफकोर्स हाम्रो कोही न कोही मान्छे त अस्ट्रेलियामा हुन्छ, साथीभाइ, चाहे नजिक होस्, टाढाको होस्, फ्यामिलीहरू, उनीहरूसँग रिफरल माग्ने। सबैभन्दा बेस्ट स्ट्राटेजी चाहिँ यो हो र मैले पनि त्यसरी नै काम पाएको हो। म जुन रुममा गएर सेयरिङमा बस्थेँ, उहाँ त्यो घरको दाइ मैले चिनेको त थिइनँ, तर नेपाली नै हुनुहुन्थ्यो। उहाँको रेस्टुरेन्टमा चाहिँ काम गरेको छ र उहाँले मलाई फर्स्ट काम चाहिँ त्यो जो घरमा बस्थेँ त्यो दाइले भनिदिनु भएर मैले विथिन गएको 1 हप्तामै पहिलो काम किचनमा चाहिँ मैले सुरु गरेको थिएँ। र थर्ड भनेको चाहिँ तपाईँहरूको कलेज अथवा युनिभर्सिटीभित्र नै हुन्छ जब खोजिदिने ठाउँहरू, इम्प्लोइमेन्ट सेन्टर्सहरू हुन्छ। त्यहाँनिर तपाईँहरूको सिभी बनाउन पनि हेल्प गर्छ, जबहरू खोज्नको लागि पनि हेल्प गर्छ। त्यो भएर त्यहाँ गएर कन्ट्याक्ट गर्ने, स्टुडेन्ट सेन्टरमा गएर सोध्ने, मैले जब खोजिरहेको छु, कहाँ कसले हेल्प गर्छ भन्नुभयो भने तपाईँलाई रिडिरेक्ट गरिदिन्छ। स्पेसली ठुलो युनिभर्सिटिजहरू हो भने त उनीहरूले झन् तपाईँले जब नपाइन्जेलसम्म पनि असिस्ट गरिदिन्छ। हरेक यो अस्ट्रेलियाको चाहिँ युनिभर्सिटी कलेजमा चाहिँ यो हुन्छ नै। एकचोटि गएर जब सेन्टरहरू चाहिँ ट्राई गर्नु होला। यस्तै 4th भनेको चाहिँ तपाईँले अनलाइन अप्लाई गर्ने है। अनलाइन पनि कस्तोमा भने तपाईँले वेबसाइटमा डिरेक्टली, जस्तै अस्ट्रेलियाको ठुलो ठुलो जाइन्ट्सहरू, उलिज छ, रिटेल उल्वर्स भन्छ होइन, रिटेल जाइन्ट्स, कोल्सहरू छ, अल्डी छ, यस्तो खालको ठाउँमा। त्यो मात्रै होइन, रेस्टुरेन्टहरू, KFC, म्याकडोनल्ड्सहरू छ, उनीहरूको सिधै वेबसाइटमा जाने र डिरेक्टली त्यहाँ चाहिँ आफ्नो जब प्रोफाइल बनाएर तपाईँले प्रोफाइल चाहिँ बनाउनु पर्ने हुन्छ, त्यहाँबाट अप्लाई गर्ने। त्यो गर्दै गर्दाखेरि चाहिँ तपाईँ वेटिङ लिस्टमा चाहिँ बस्नुहुन्छ, तर जब पाउने चान्सेस चाहिँ हाई नै हुन्छ। डिरेक्टली वेबसाइटमा गएर अप्लाई गर्ने। 5th भनेको चाहिँ अस्ट्रेलियामा जब एजेन्सीहरू हुन्छ, जब एजेन्सीहरूमा रिच आउट गर्ने, त्यहाँ जाने, आफ्नो रेज्युमेहरू दिने र मलाई चाहिँ जब खोजिदेऊ भनेर भन्ने। अब एकदमै पपुलर जब एजेन्सीहरू भनेको धेरैजनाले हाउसकिपिङमा, क्लिनिङमा, एज केयरमा यस्तो खालको लगाइदिने, हस्पिटालिटी भनौँ न, हस्पिटालिटी, कन्स्ट्रक्सन, हेल्थ केयरमा लगाइदिने जब एजेन्सीहरू चाहिँ तपाईँको वरिपरि हुन्छ। गुगलमा गएर जब एजेन्सिज नियर मी भनेर हान्नुभयो भने तपाईँले इनफ जब एजेन्सिजहरू भेट्नुहुन्छ। त्यहाँ जाने र तपाईँले जबको बारेमा कुरा गर्ने। र 6th भनेको चाहिँ हस्पिटालिटी भेन्यूहरू, स्पेसल्ली तपाईँ CBDमा हुनुहुन्छ भने फुड कोर्ट भन्छ, जहाँ चाहिँ थुप्रो रेस्टुरेन्टहरू एकै ठाउँमा हुन्छ। त्यहाँनिर तपाईँ एकचोटि पुग्नुभयो र तपाईँले आफ्नो सिभी बाँड्दै हिँड्नुभयो भने 1 दिनमा तपाईँले कम्तीमा पनि 40-50वटा सिभी चाहिँ बाँड्नुहुन्छ। त्यो मध्ये कसै न कसैले चाहिँ हायरिङ गरिरहेको हुन्छ, एकदम हाई टर्नओभर भइरहेको हुन्छ हस्पिटालिटी भेन्यूहरूमा। त्यो भएर जब पाउने चान्सेस अर्को हाई नै हुन्छ। र अर्को 7th र एकदम पपुलर छ हामी नेपालीहरूमा, एज केयर डिसेबिलिटी। त्यसको लागि चाहिँ तपाईँहरूले सर्टिफिकेसन्सहरू गर्नुपर्ने हुन्छ। त्यो चाहिँ 2 देखि 3 महिना 4 महिनासम्मको पनि हुनसक्छ त्यो सर्टिफिकेसन्सहरू चाहिँ। त्यो गरिसकेपछि अस्ट्रेलियामा तपाईँले एज केयर सेक्टर, डिसेबिलिटी सेक्टर, कन्स्ट्रक्सन सेक्टर्सहरूमा काम पाउन सक्नुहुन्छ। अर्को 8th भनेको चाहिँ तपाईँले फ्रिल्यान्सिङहरू गर्ने।
जस्तै नेपालमा तपाईँले कन्टेन्ट क्रिएसनहरू गर्नुहुन्थ्यो, वेबसाइटहरू बनाउनुहुन्थ्यो, अकाउन्टिङ रिलेटेड काम, आइटी रिलेटेड काम गर्नुहुन्थ्यो भने त्यो रिलेटेड तपाईँले स्किल्स अस्ट्रेलियामा गएर पनि फ्रिल्यान्सिङ गरेर आफ्नो स्किल्सहरू बेच्न सक्नुहुन्छ। त्यसको लागि हियर टास्कर जस्तो डिफ्रेन्ट प्लेटफर्महरू छ, तपाईँहरूले रिसर्च पनि गर्न सक्नुहुन्छ। इभन ट्युटरिङहरू, रेज्युमे राइटिङहरू, यस्तो स्किल सेटहरू जे छ कम्युनिकेसन स्किल्सका, यो आफ्नो स्किल्सहरू पनि तपाईँले त्यहाँनिर सेल गर्न सक्नुहुन्छ। यस्तै 9th भनेको चाहिँ यति धेरै फेसबुक ग्रुपहरू छ अहिले अस्ट्रेलियामा। तपाईँले हेर्नुभयो भने तपाईँ त्यो मध्येको एउटा फेसबुक ग्रुपमा जोइन हुने र तपाईँहरूले एउटा मात्र होइन, तपाईँको वरिपरि भएको फेसबुक ग्रुपहरू, जस्तै तपाईँ सिडनी जानुभएको छ भने नेप्लिज इन सिडनी जब्स भन्ने चाहिँ ग्रुप्सहरू हुन्छ, त्यस्तो खालको नेप्लिज इन अस्ट्रेलिया होला, अथवा न्युक्यासल हुनुहुन्छ भने नेप्लिज इन न्युक्यासल भन्ने पेजहरू छ। यस्तै हरेक कम्युनिटीको नेप्लिज इन डब्बो यस्तो खालको पेजहरू जोइन हुने र त्यहाँनिर पनि जब भ्याकेन्सीहरू आइरहेको हुन्छ। अझै एउटा एप पनि छ, नेपालीहरूकै एपहरू पनि छन्, काम कोठा जस्ता एपहरू छन् जहाँ गएर तपाईँले काम पनि पाउन सक्नुहुन्छ। तर बी केयरफुल, फेसबुक ग्रुपहरूमा चाहिँ अलिकति बेसी स्क्यामहरू पनि भइरहेको हामीले पाइरहेको छौँ। त्यो भएर तपाईँ अनलाइन नै अप्लाई गर्यो भने जब एपहरू छ एकदमै पपुलर छ, जस्तै जोरा लोकल भन्ने एकदमै पपुलर छ, गमट्री एकदमै पपुलर छ, सिक पनि एकदमै पपुलर छ। यस्तो खालको एपहरू तपाईँले डाउनलोड गरेर अप्लाई गर्नुभयो भने पनि जब पाउन सक्नुहुन्छ। र लास्ट र 10th र मेरो पनि यो लिस्टमा, मेरो पनि प्रायोरिटीमा चाहिँ यो लिस्टमै पर्छ। यो भनेको काम पाउन पनि सजिलो छ, नेपालबाट लाइसेन्स लिएर जानुभएको हुन्छ, त्यो लाइसेन्सको आधारमा डेलिभरीको कामहरू गर्ने। किन मेरो यो चाहिँ लास्ट प्रेफरेन्स पनि, यसले चाहिँ खासै स्किल्सहरू तपाईँहरूको डेभलप गर्दैन, रिस्की पनि लाग्छ म आफूलाई चाहिँ। तर यो भन्दै गर्दा तपाईँहरूले बाइकको लाइसेन्स छ, गाडीको लाइसेन्स छ, तपाईँ राम्रो ड्राइभ गर्नुहुन्छ भने चाहिँ अब अरू काम पाइएन भने दिस क्यान बी अ ब्याकअप अन्टिल तपाईँले अर्को जब नपाइन्जेलसम्म। र अस्ट्रेलिया रिलेटेड कुनै पनि अरू क्वेसन्सहरू छ भने तल कमेन्ट गर्नु होला। वी विल डेफिनेटली कम ब्याक विथ अनदर भिडियो। स्टे ट्युन्ड। थ्याङ्क यू।